साथीहरु नमस्ते। म तोरी बेल्ने ठाउँमा आएको छु। तोरीको तेल हेर्नुस् त क्या मजा छ, बाक्लो धारा आइरहेको छ। हेर्नुस् त यो तेलको बारेमा तपाईलाई म बताउँदै छु। तोरीको तेल खानुहोस्, ज्यान बनाउनुहोस्, तपाईको स्वास्थ्य जोगाउनुहोस्। साथीहरु बजारमा पाम ओइललाई सनफ्लावर तेल भन्दै बेचिरहेको छ। आधा सनफ्लावर तेल आधा पाम ओइल मलेसियाबाट ड्रम आउँछ, त्यही प्याकिङ गर्छ नेपालमा। अनि तपाईको विभिन्न प्रकारका मानसिक रोग, स्वास्थ्यसँग मुटुका समस्या, मृगौलाको समस्या, सुगर, थाइराइड, ढाड दुख्ने समस्या यावत सम्पूर्ण शरीरमा लाग्ने रोगहरू यो हामीले त्यो पाम ओइल सनफ्लावर तेल खाएर हामीहरू विभिन्न प्रकारका रोगका शिकार भइरहेका छौँ। हामीहरूले धेरै मानसिक रूपमा, शारीरिक रूपमा दुःख पाइरहेका छौँ साथीहरू। त्यसकारण यो हेर्नुहोस्, तोरीको तेल नेचुरल खानुहोस्। चाहियो भने सम्पर्क गर्नु होला, केही फरक पर्दैन। यसरी निस्किन्छ। हेर्नुहोस् यहाँबाट हामीले यसरी राख्छौँ, यो तोरीको यसरी राख्छौँ, यहाँ झर्छ अनि यहाँबाट तपाईँको यसरी निस्किन्छ। तोरीको तेल, तोरी पेल्ने यसरी, तोरी पेलेको जसरी हामीले पनि आफ्नो मन पेल्नुपर्छ, मन माझ्नुपर्छ। मन माझेन भने अनि के हुन्छ, विभिन्न प्रकारका रोग लाग्छ। त्यस्तै मन माझ्नुहोस्। मन माझ्नलाई दैनिक योग, ध्यान, प्राणायाम गर्नुहोस्, स्वास्थ्य जीवन बाँच्नुहोस्। अनि यो पिना हो साथीहरू, यो पिना हेर्नुहोस् है। यो पिनाको अचार खानै मिल्छ, पिनाको गुन्द्रुक बनाएर राख्नै मिल्छ। तपाईँलाई यो पिनाको अमिलो अचार खान मन लाग्यो सम्पर्क गर्नुहोस्, म तरिकाहरू बताइदिन्छु। यो पिना खानुहोस्, ज्यान बनाउनुहोस्। तोरीको केही पनि खेर जाँदैन, तेल पनि काम लाग्यो। यो पिना तपाईँले पिनाले टाउको नुहाउनुहोस् अनि तपाईँको टाउकोमा भएका विभिन्न रोगहरू बगाउनुहोस्। कपाल पनि बाक्लो आउँछ साथीहरू यो पिनाले नुहाउँदाखेरि, अनि शुद्ध पनि हुन्छ। तपाईँ बुद्ध पनि बन्न सक्नुहुन्छ। यो तोरीको तेल यसरी हेर्नुहोस् त, क्या मसँग निस्किन्छ। अनि ओरिजिनल तोरीको तेल कसरी थाहा पाउनु भन्दा तपाईँले पिरो हुन्छ, नाकमा सुँग्नुहोस्, पिरो हुन्छ। यो तोरीको तेल नाइटोमा दल्नुहोस्, नाइटोमा हाल्नुहोस्। सुत्ने बेलामा तपाईँलाई निद्रा छिटो पर्छ, डिप्रेस भएर निद्राको औषधि खानु पर्दैन साथीहरू। अनि पाइतालामा तपाईँले तोरीको तेल लगाउने गर्नुहोस्। पाइतालामा बेलुका सुत्ने बेलामा पाइतालामा लाउने गर्नुहोस् तोरीको तेल। अनि नाइटोमा लाउने गर्नुहोस्। मुखमा खटेर आएको छ, घाउहरू हुन्छ नि मुखमा, जिब्रोमा खटेर आउँछ, नाइटोमा तेल लाउनुहोस्, त्यो बिसो हुन्छ। यो तपाईँले भिटामिन सी खानु पर्दैन। यसमै सबै कुरा तपाईँ हामीले यो प्राकृतिकले बनाएको तोरीको तेलमा छ साथीहरू। यहाँ दुईवटा मेसिन छ, तपाईँहरूलाई सम्पर्क गर्नु पर्यो नि भन्नु होला। यो हेरिदिनु भएकोमा धन्यवाद। तोरीलाई भुटेर पनि तेल बनाउन मिल्छ साथीहरू। यस्ता ड्रमका ड्रम चाहियो भने भन्नुहोस्, केही फरक पर्दैन। तपाईँहरूलाई हामीहरूले सेवा गर्न आएको। ल पिनाको अचार खाने, पिनाको अमिलो अचार खानु मन लाग्यो भने सम्पर्क गर्नुहोस्, म बनाउने तरिका बताइदिन्छु। ल है, यो हेरिदिनु भयो, जय होस्।